फाइनली गाइजहरु यो चाहिँ बुर्नाईको मुटु बान्दर श्री बेगवान हो। जस्तै बान्दरको नजिकै पर्छ यहाँ चाहिँ हैन। अनि टक्क दामी रहेछ भ्यू यहाँ चाहिँ। अनि टक्क यस्तो छोटो भिडियो बनाइदिइहालेको टक्क यस्तो। यो चाहिँ सब पानीमा थियो गाइजहरु। यो घरहरु जुन छ नि सबै यो पानी माथि हो। यस्तो आएपछि दामी है। यहाँनिर छ पार्कहरु रहेछ। पार्कहरु बन्दैछ अझै पनि। अनि यस्तो दामी यहाँ मस्जिद फेमस दामी मस्जिद छ यहाँबाट। यस्तो गरेपछि दामी पार्क रहेछ मुनि। हामी फेरि पनि जानेछौँ अलि उता हर्का साम्पाङ पार्क रहेछ गाइजहरु यहाँ। यहाँ टेक्नु हुँदैन कि फेरि बिजक पो छ त विदेशमा। यस्तो दामी लाग्यो यहाँ। यहाँ चाहिँ मलाई दामी हरियाली जस दामी बनाएको छ पार्क। बुर्नाईको के पार्क भन्छ त्यो चाहिँ मलाई थाहा छैन तर बान्दर यही हो नजिकै। बान्दरका छेउमै हो यो। फोटो यता छ फ्लावरहरू। अम्बो अफ्रिकाको रुख हो नि यो चाहिँ कन्फर्म। होइन अफ्रिकै गाउँमा पानी पाइन्छ यहाँभित्र चाहिँ। अरे पानी पाइने रुख मैले उमा हेरेको थिएँ यो त युट्युब। दामी दामी जस्तो पुग्छ त्यस्तै गाउँ। अब यो नेपालको जङ्गलमा पाइने दबाई हेरेका यो चाहिँ दबाई नै हुने छ। तर के हो मलाई चाहिँ थाहा भएन। दबाई चाहिँ दबाई नै हो यो। लहरा यति लामो लामो फल्छ। अन्त हामी यस्ता जान्छौँ। यहाँ हेर्छौँ के छ। औ बोट हेरेको छ यार यहाँभित्र त बोट पानी जहाज। ला देखियो कि देखेन हौ। दामी रहेछ। कति पुरानो होला यो। यो चाहिँ खोइ आर्टिफिसियल हो कि साँच्चीकै चल्ने जहाजै हो कि त्यो चाहिँ मलाई थाहा भएन। अरे मछली चाहिँ छैन त हौ यहाँ। फाइनली घुम्दा घुम्दै बान्दर पनि आइपुग्यो। यो चाहिँ फोटो खिच्ने फ्रेमै गाइजहरु कति ठुलो छ।